हेलो नमस्ते, म अल्फाबेटा इन्टरनेसनल अर्गनाइजेसन ट्रेनिङ म्यानेजर प्रवेश पाण्डे बोलेको। म अहिले एउटा लाइफ चेन्जिङ भिडियो बनाइरहेको छु फर अल्फाबेटा फ्यामिली, फर बिजनेसम्यान, फर बिजनेस माइन्डेड पर्सन। म भन्न चाहन्छु सफल हुनको लागि के गर्नुपर्ने हुन्छ। सफल हुनको लागि जस्तै एउटा बिरुवा उत्पादन गर्नको लागि बिउ हुनुपर्छ। बिउ पनि राम्रो भएर मात्र हुँदैन, जमिन पनि उर्वर हुनुपर्छ। यदि बिउ धेरै राम्रो छ, जमिन खण्डर छ, बाजु छ भने जति राम्रो बिउ भए पनि त्यसमा जति धेरै पानी हालेर पनि तपाईँ त्यो बिरुवालाई तपाईँ ठुलो गर्न सक्नुहुन्न। त्यस्तै प्रकारले जब हामीसँग एउटा ट्यालेन्ट छ, त्यो ट्यालेन्टलाई हामी भरपुर मात्रामा युज गर्छौँ, त्यसको प्रयोग गर्छौँ, सदुपयोग गर्छौँ भने हामी के हुन्छौँ, सफल हुन्छौँ। सो द्याट म के भन्न चाहन्छु भने सबैलाई सक्सेस हुनको लागि, आफ्नो गोल टार्गेटलाई बिट गर्नको लागि हामीले पहिला के बनाउनु पर्ने हुन्छ, ट्यालेन्टलाई हामीले जुन आफ्नो ट्यालेन्ट हुन्छ, जुन जेन्युन इन्ट्रेस्ट हुन्छ, त्यसलाई हामीले सही रूपमा युटिलाइज गर्नुपर्ने हुन्छ। आफ्नो क्वालिटीलाई, आफ्नो पोटेन्सियललाई चिनेर हामीले त्यसलाई चिनेर अगाडि बढ्नुपर्ने हुन्छ, नत्र हामी गुमनाम हुन्छौँ भन्नुपर्छ आफ्नो जिन्दगीमा। सो अर्को के छ भने हामी चाहन्छौँ अहिले नै सक्सेस, हामीमा धैर्यता भन्ने कुरा हुँदैन, हामीले कन्सिस्टेन्सी गर्नुपर्ने हुन्छ। जसरी पानीको थोपा गर्दा गर्दै ढुङ्गा पनि तपाईँको क्र्याक हुन्छ, तपाईँको छुट्टिन्छ, त्यस्तै प्रकारले हामीले पनि कन्सिस्टेन्सी हुनुपर्छ हाम्रो काममा, गोललाई अचिभ गर्नको लागि, सक्सेस हुनको लागि भन्नुपर्दछ। फाइनली के भन्न चाहन्छु भने यदि सक्सेस हुन चाहनुहुन्छ स्पेसली अल्फाबेटा कम्पनीमा भने कन्सिस्टेन्टी हुनु पऱ्यो, गोल हुनु पऱ्यो, हर काममा लागिरहनु पऱ्यो, डिस्ट्र्याक्टेड हुनु भएन, कन्सन्ट्रेट भएर काम गर्नुपर्ने हुन्छ भन्दै नाउ स्टप द बन्द गर्न चाहन्छु। धन्यवाद।